नाटकको उत्पत्तिको बारेमा अलिकति एउटा भिडियो गराएर पठाइदिनु न भन्ने एउटा आग्रह गर्नुभएको थियो सुरक्षाले र यसलाई मैले शनिबार भन्दै अहिलेसम्म रोकेको थिएँ। अब चाहिँ म तपाईँको अब यो भिडियो पनि आइहाल्छ है त। अब नाटकको उत्पत्तिको कुरा गर्दाखेरि नाटकको उत्पत्तिको सम्बन्धमा दुईवटा मतहरू देखा परेका छन्। नाटकको उत्पत्ति कहिले भयो, कुन कृतिबाट भयो, कसरी भयो भन्ने सम्बन्धमा कृति भन्दा पनि यहाँ दुईवटा मतहरू देखा परेका छन्। ती मतहरू हुन् एउटा दैविक उत्पत्तिको सिद्धान्त, अर्को चाहिँ लौकिक उत्पत्तिको सिद्धान्त। दैविक उत्पत्तिको सिद्धान्त अनुसार चाहिँ के छ त भन्दाखेरि यो सिद्धान्तले नाटकको उत्पत्ति देवताहरूबाट भएको ठान्छ। यस सिद्धान्त अनुसार चाहिँ नाटकको उत्पत्ति कहिले कसरी भयो त भन्दाखेरि देवताहरूद्वारा नाटकको उत्पत्ति भएको हो भन्ने कुरालाई विश्वास गर्छ र यो धारणा भारत र पश्चिममा पनि समान रूपमा प्रचलित रहेको छ। वेदहरूमा नाट्यशास्त्रहरूलाई ग्रहण गरेर देवताहरूद्वारा देवदानव सङ्ग्राम अथवा देवदानव युद्धका रूपमा नाटकको प्रारम्भ भएको हो भन्ने कुरा पूर्वमा मान्यता अथवा भन्ने कुरालाई पूर्वीय विद्वानहरूले जोड दिएका छन्। त्यस्तै गरी पश्चिमी विद्वानहरूको धारणा हेर्दा पनि उनीहरूले पनि के भनेका छन् त भन्दा युनानमा विनस र डायोनिसियस देवताहरूको उपासनाका लागि आयोजित गीत अथवा संवाद योजनाबाट नाटकको सुरुवात भएको हो भन्ने दैविक उत्पत्तिको सिद्धान्त प्रचलित छ। यसरी हेर्दा पूर्वीय र पाश्चात्य परम्परामा नाटकको उत्पत्ति एकैसाथ भएको र त्यो पनि कसरी भएको त भन्दा दैविक उत्पत्तिको सिद्धान्त अनुसार चाहिँ देवी देवताहरूको उपासना गर्ने क्रममा चाहिँ उपासना गर्ने कार्यको प्रारम्भसँगै नाटकको प्रारम्भ भएको हो भनेर भन्न सकिन्छ। अर्को छ लौकिक उत्पत्तिको सिद्धान्त। यस सिद्धान्तले के भन्छ त भन्दाखेरि नाटकको उत्पत्तिको सम्बन्धमा लौकिक उत्पत्तिको सिद्धान्तलाई तर्कसङ्गत सर्वमान्य वैज्ञानिक रूपमा स्वीकार गरिएको छ। यस सिद्धान्त अनुसार लौकिक जीवनको उल्लासप्रियताको अनुकरण नै नाटकको आधार हो भनिएको छ। यसमा चाहिँ लौकिक जीवनको उल्लासप्रियताको अनुकरण नै नाटकको आधार हो भनिएको छ। कठपुतलीको खेललाई पनि नाटकको प्रारम्भिक रूप मानिएको छ। कठपुतलीको खेल भन्ने कृतिलाई पनि नाटकको प्रारम्भिक रूप मानिएको छ। यसको प्रमाणका रूपमा नाटकमा प्रयुक्त सूत्रधार शब्दले व्यक्त गर्दछ। मृत वीरहरूको पूजा गर्ने परम्परालाई पनि नाटकको आधार तत्त्वको रूपमा स्वीकार गरिएको छ। छायाचित्रहरूबाट पनि नाटकको उत्पत्ति भएको मानिन्छ। ऋतु परिवर्तनसँगै परिवर्तित परिस्थितिले रूपकको निरूपण हुनु यसको अन्य कारण मानिन्छ। अधिकांश विद्वान यस सम्बन्धमा एकमत छन् कि अनुकरण र क्रीडाको सहज प्रवृत्तिबाट आदि मानवद्वारा प्रारम्भिक कर्मकाण्डका लागि गरिने नृत्य, सङ्गीत, संवाद, अभिनयको रूपमा भएका विभिन्न प्रयोगबाट क्रमशः नाटकको विकास भएको हो भनेर भन्न सकिन्छ। यसरी हेर्दा पूर्व र पश्चिममा दुवैतिर नाटकको प्रारम्भको एउटा महत्त्वपूर्ण आधार भनेको एउटा देवी देवताहरूको उपासना र त्यहीसँग सम्बन्धित विभिन्न क्रियाकलापको प्रभावसँगै नाटकको प्रारम्भ भएको मानिन्छ। विश्वमा नाटकको प्रारम्भ भएको मानिन्छ र विश्वमा नाटकको प्रारम्भको कुरा गर्दाखेरि चाहिँ हामी यो जस्तै कठपुतलीको खेललाई चाहिँ प्रारम्भिक रूपमा लिएको छ। नाटकको प्रारम्भिक रूपमा कठपुतलीको खेललाई मानिएको छ। यसको प्रमाणको रूपमा नाटकमा सूत्रधार शब्दले व्यक्त गरेको छ। मृत वीरहरूको पूजा गर्ने क्रममा चाहिँ यिनीहरूको पूजा गर्ने कार्यविधिको आधारमा के भएको छ त त्यही कार्यको अनुकरण र
क्रीडासँगै के भएको छ त, यो लौकिक नाटकको उत्पत्ति सँगसँगै नेपालमा नाटकको विकास प्रक्रिया विश्वमा नाटकको विकास प्रक्रिया अघि बढेको पाइन्छ भनेर भन्न सकिन्छ।